आज पूजा गर्ने हो सबै शिव पूजा नवग्रह पूजा खडङ्ग रुद्री होमादि तपाईका ससुराको नाम के हो हजुर मेरो बिहे गरेर ल्याउँदा सासू पनि हुनुहुन्न थियो ससुरा पनि हुनुहुन्न थियो के थरी तपाईका ससुरा पौडेल पौडेल कहाँ हो घर घर त पहाडै हो के ठाउँ कुन जिल्ला खोटाङ खुटा खोटाङ खुटा ठुटा खुटा अनि माइतीहरु कहाँ माइती घर र घर चाहिँ भनौँ एक बिहानको बाटो वरपर भनौँ यस्तै हाम्रो केरखा र होइन के गाउँको भन्नु न गाउँको नाम गाउँको नाम त छुलुवा गाउँ माइती घर के थरी माइती घर के थरी माइती घर कोइराला बुवा आमाको नाम के हो बुवाको नाम म 25 वर्षको उमेर हुँदा बुवा बित्नु भएको नाम तुलसीराम कोइराला तुलसीराम कोइराला आमाको नाम रङ्गलाल आमाको कौशिला रङ्गलाल चाहिँ कसको अरे काका रङ्गलाल बुवा तुलसी आमा कौशिला तपाईँ कुन बहिनी छोरी म त अब जोडी दुईटा दाजु जोडी दुईटा भाइ दुईटा दाजु जोडी दिदी मरेर अनि म जन्मेर म मुनिका पनि दुईटा भाइ गएका तिनीहरू कोही छैनन् अहिले यो एक्लो जिन्दगी किन बाँचेको तपाईका श्रीमानको नाम के हो एकछिन न श्रीमानको नाम के थियो रविन्द्र प्रसाद पौडेल रविन्द्र प्रसाद पौडेल तपाईको नाम चन्द्रकला पौडेल तपाईको छोरा हुनुहुन्थ्यो अरे नि एकजना नवराज पौडेल ऊ कहिलेदेखि हराएको अस्ति यो 21 गते चैतदेखि 21 वर्ष भयो 21 वर्ष भयो छोरो घरमा आएको छैन नवराज पौडेल कता गयो इन्डिया जाने भनेर गएको कहाँ हिँडेको इन्डिया भन्नु न इन्डिया गएको अब कहाँ गयो अब पोरिया याङना त त्यो भिडियो गरेको अब यो कमल गाउँपालिका वडा नम्बर 2 सगरमाथा टोल मन्दिर विष्णु पञ्चायतन मन्दिरका छेउमा पहिले भालु गाउँ भन्थे यो ठाउँलाई हैन यहाँ तपाईँ बस्नु भएको छ आज तपाईले अब जिन्दगीमा गर्ने कार्यहरू फेरि गर्न सक्छु कि सक्दिन भनेर गर्न आँट्नु भएको हो नि अब यसमा 10 दान गर्ने बैतरणी गौदान गर्ने सक्दै आफ्नो हात चल्दै गर्ने पूजा पाठ लाउने शिव सत्यनारायण पूजा लाउने नवग्रहको पूजा लाउने जाप लाउने गुरुहरू पढाउने धेरैजना गुरु राखेर होमादि गर्ने हैन अब छोरो आओस् भन्ने पनि हो नि श्रीमान आउन् छोरा आउन् भन्ने हो नि श्रीमानको मलाई त्यति महत्त्व छैन छोरा आइदिए म माता टोपी जित्छु छोरो आइदिए हुन्थ्यो नवराज पौडेल आइदिए हुन्थ्यो जय हो राधे राधे